सो अहिले चाहिँ 9 घण्टा मात्रै छ अनि काम पनि निकै सिकिसकेको छु। हे गाइस, वेलकम ब्याक टु द ब्लग। तपाईँहरू सबै हुनुहुन्छ होला अनि पनि सोच्दैछु। सो न्यू डे न्यू ब्लगमा तपाईँले एकदमै स्वागत छ। सो फिलहालमा चाहिँ म मस्काट भन्ने जग्गामा छु। ओमानको मस्काट भन्ने जग्गामा छु अनि मस्काटको पनि मेरो एरियालाई चाहिँ बसको एरियालाई चाहिँ गाला भन्छ है। म गालामा छु। सो आज सुबह भइसकिसकेको छ, मर्निङ भइसकिसकेको छ। मर्निङमा रेडी भएर ड्युटी जान निस्किरहेको छु होइन। अन्त मेरो जाने गाडी चाहिँ अगाडि छ, तर अर्को गाडीबाट पहिला आउँछ, त्यस पछाडि यो गाडीमा चढ्छ अनि त्यस पछाडि मात्रै म ड्युटीमा जान्छु। सो मेरो गाडीको टाइम चाहिँ 5:45मा चाहिँ आइपुग्छ अनि वेटिङ गरिरहेको छु। गाडीको भ्यूहरू चाहिँ देख्न सक्नुहुन्छ, यस्तो छ छुट्टै पारामा। अन्त किन्ने ठाउँ चाहिँ यो अगाडिको बिल्डिङ, यतातिरको बिल्डिङ हो। यसको नाम त के पो थियो, खोइ के मार्केट थियो त्यो बिर्सिहालेँ। त्यो मार्केटमा म जान्छु है। अनि म बसेको यो सिधा यो चेपबाट चाहिँ सिधा रोड चाहिँ हाइवे रोड छ। यो अलिकति भित्र भइहाल्यो भने त्यो चाहिँ हाइवे छ भनौँ न, सट्टै पारामा। अन्त म अब निस्किँदाखेरि त्यही बाटो भएर निस्केर जान्छु होइन। अनि रिटर्न हुँदाखेरि चाहिँ म यो साइडबाट आउँछु, जाँदाखेरि चाहिँ यो साइडबाट जान्छु क्या। त्यही हो। अनि यहाँबाट चाहिँ मलाई भने 7 मिनटमा चाहिँ मलाई ड्युटीमा पुऱ्याइदिन्छ है। अनि मेरो 6 बजीदेखि ड्युटी हो। सो त्यही हो गाइसहरू, कस्तो देखिरहेछ कुनै। आज लेट सुतेको थियो, हिजो अफ थियो नि त, अनि आज लेट सुतेको थियो भनेर बिहान छिटो उठेको भनेर मुडबाट हेरेर नि मलाई कस्तो देखिरहेछ मलाई थाहा छैन। निद्रा पुगेको छ भने जस्तो लागिरहेछ। सो यो गाडी चाहिँ आइसकिसकेको छ। अब म अर्को गाडीमा चढेर जाने। यस्तो डेकोरेसन भएको छ, इन्टरनेसनल हाउसकिपिङ विक हो। सिकिसकेको छु ड्युटी। अन्त यो मेरो सर्ट छ, मेरो अर्को ड्रेस चाहिँ मैले पाइनँ। अब म कोट लगाएर जान्छु होला सर्टमा चाहिँ। सो गाइज अहिले चाहिँ म लन्च गरेर आइसकेँ। सो आज फेरि वासरुम लाग्दैछु, सबै एकपल्ट गर्नु पऱ्यो। अलिकति हेरेर पनि म कस्तो भइरहेको छु भनेर होइन। सो त्यही हो। सो गाइज अहिले चाहिँ मेरो छुट्टी भयो, 3 बजी चाहिँ मेरो सकिन्छ, तर अहिले 3:15 भइसकिसकेको छ। सो कस्तो दामी देखिरहेछ है, बलुनहरू झुन्डाएर इन्टरनेसनल हाउसकिपिङ विक भनेर चाहिँ सेलिब्रेट गरेको थियो। अस्ति दामी थियो क्या, यहाँ दामी डेकोरेसन थियो। अनि अहिले पनि छ। सो मेरो चाहिँ 20मा आउँछ भइरहेको छ। अन्त त्यो बेलासम्म म पर्खिन्छु, लुगासुगा चेन्ज गर्छु, त्यसपछि पर्खिन्छु, त्यहाँदेखि जान्छु। सो गाइज अहिले चाहिँ ड्युटी खत्तम भएर पनि म बाहिर निस्केँ
सो बाहिरको भ्यू चाहिँ यस्तो छ टक्कैसँगले। अनि यहाँ टक्कै अब यहाँबाट गाडी आउँछ त्यहाँबाट अन्त म जाने हो 3:20 मा बाहिर निस्किनु भनेको थियो। अन्त 20 हुन लाग्यो, अझै 1 मिनट बाँकी छ। सो भयो 1 मिनट बाँकी न भयो, तर अब अलिक आउनु टाइम लाग्छ अरे एकछिनमा। मैले सोचेँ बाहिर निस्केर बस्छु, भित्र बस्दिनँ भनेर हो। अन्त अहिले एकदमै ठिकठाकै छ भनौँ न यताको ठाउँ पनि। मेरो हिसाबमा ठाउँ पनि ठिकै छ होइन। अनि कामहरू पनि अहिले भनौँ स्टार्टिङ भएर होला अलिक राम्रै छ। अनि फर्स्टमा चाहिँ अब ठाउँ ट्रेनिङ थियो, अनि लास्ट 11 थियो। फर्स्ट टाइम काम गरेर 10 घन्टा काम गर्दाखेरि लास्ट 11 भएको थियो। सो अहिले चाहिँ 9 घन्टा मात्रै छ। अनि काम पनि निकै सिकिसकेको छु। त्यो पहिलाको ठाउँभन्दा पनि यहाँ चाहिँ काम सजिलो पनि लाग्यो। तर अब हुन्छ कोही बेला कस्टमर लास्टै बेच्नु कोही बेला बिजी हुन्छ। अनि त्यो 3 दिन भयो अहिले निकै बिजी भइरहेको छु। कस्तो देखिँदैछ होला है, राम्रो देखिँदैछ होला हौ है। सो अहिले चाहिँ म पर्खिरहेको छु गाडी हो। अनि गाडी पर्खिरहेको छु, त्यस गाडीमा जान्छु। अन्त मेरो ब्याग यहाँ छ, सिधै बसिरहेको छु, यस्तो प्यारापेटमा बसिरहेको छु। क्या बच्चों की तरह पढ़ रहे हैं यार? नहीं आ रहा। नहीं क्यों नहीं आ रहा है? तुम्हें क्यों नहीं आ रहा भाई जी? सीन का मतलब और है, शुरुआत का मतलब है। वो जो आप शीन बुला रहे हो उसका मतलब और है। ठीक है, शाबाश। कुरान पाक है हमारा, उसमें हम लोग थोड़ा सा भी कुछ मतलब, अरे वो एयरपोर्ट हाँ हमें छोड़ के जाएगा ना। हमें दाना में छोड़ेगा ना, और ये लक्की को भी उधर दाना को भी दूसरा पानी के इधर आ जाएंगे, वो एयरपोर्ट चले जाएंगे। बाहिर के कस्तो घाम लागेको, अस्तितिर त शीतल थियो हो, घाम पनि लागेको थिएन क्या। तर अहिले के गरेको पनि घाम लागिरहेको छ पुरै।